कति राम्रो फुलेर आछ यहाँ हेर्न यहाँ हेर्न हेर्न यहाँ हेलो एभ्रिवान सेवा वेलकम ब्याक टु मिस राईको ब्लग न्यू डे न्यू ब्लग लिएर फेरि आइसकेँ आफ्टर लङ टाइम है। अनि आजको ब्लग चाहिँ स्पेसल छ किनभनेदेखि मेरो माइलो दाइ चाहिँ फेरि ब्याक टु अमेरिका हुँदै हुनुहुन्छ। तिहार अगाडि आउनुभएको थियो। लेट्सी आजको ब्लग के कस्तो हुनेछ। म केक लिन हिँडेको केक दही खोज्नु हिँडेको गाइस दही दही छप 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 दही पनि भयो। अब हामी हिँड्यौँ घरतिर केक लिन बाँकी नै छ। केक लिएर फर्किने हो फेरि। केक रेडी हो नजिक रहेछ हाम्रो केक। केक हात पारिसक्यौँ दही र केक। अब घरतिर लाग्यौँ। अब चाहिँ हामी तितेपाती खोज्न हिँडेको दुईजना स्कुटर राखेर पाउँदै पाएन घर वरिपरि। अब हामी खोलामा हिँडेको जाँदा चाहिँ हामी स्कुटरमा जान्छौँ, टाढा जाँदा चाहिँ हिँडेर जान्छौँ। तितेपाती तितेपाती भन्छ। अब हामी डुबा मात्रै भेट्न बाँकी छ हामीले। यो बिकासी खालको रहेछ क्या। बिकासी हाम्रो घरतिर हुने रहेछ। घरतिर हुने चाहिँ यति लामो लामो हुन्छ। यो चाहिँ घरतिर होइन गाउँतिर यो चाहिँ छोटो छोटो खालको हुँदो रहेछ। हामीलाई यहाँ हजुर यो दाइलाई उता विदेश पठाउनु लागेको अनि अम्खोरामा राख्नुलाई यहाँ बुवालाई हामीले रोज फुल मागिसक्यौँ। यति भयो तर भाँचिँदैन काट्नुपर्छ क्या र नि। घरमा आँखा लाउँदै आएको थियौँ फुलको घरमा ठ्याक्कै आइपुगिहाल्नुभयो। मागेको दिप पनि हाल्नुभयो। फुल बोकेर हिँडेको अब चुहिन्छ कि क्या। कस्तो राम्रो स्मेल आएको नाना। कस्तो मिठो स्मेल आयो क्या। पहिलिन जाल यहाँनिर यसको स्मृति चाहिँ बस्नु पऱ्यो। रोजको पनि उस्तै मिठो उसको पनि उस्तै मिठो। ल साइडको लागि चाहिँ नानाले फुल हाल्दै हुनुहुन्छ ढोकामा। हजुर खाएर ओके मम्मी खान्छ गुलियो। अनि अनि सुन्नु जुठो चल्छ है। अनि त्यसको माथिको कलरमा हुन्न ठिकठिक लाग्यो। टानेको टाने गर्ने होइन नि फेरि। खै मलाई चाहिँ खोइ मेरो पाले आएन त। लोभ गरेर मेरो पालि आएन भने एउटा अगाडि छ अर्को अरूको मागेरसम्म खाइरहेको। फेरि यसको टेस्ट राख्नु पर्यो नि त। माग्नु पर्यो त खानु पर्यो त। एउटाबाट स्वाद भएन दुईटा स्ट्रबाट तानौँ है। यो भन्दा यो मिठो रहेछ नि त। नानाको चपस्टिक यहाँ चाहिँ यो चाहिँ चपस्टिक चलाउँछु मलाई आउँछ ए हो रहेछ। ल हातले के खान थालिहालेको। के आइटम रहेछ यहाँनिर। हजुर 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 दिस इज मिक्स पिज्जा। ससेज बफ ससेज आयो फेरि। मेरो काम त भिडियो गर्ने। यो खाइसक्नु दाइ जसरी भए पनि हेर्ने नै यो खाल्ने हो तपाईँहरूको। यो वाट इज दिस बफ ससेज सब सघाउनु है। टेस्ट गरौँ न यहाँ ल्याउनु सबजनाको। ल्याउनु 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 दाइ ल्याउनु समार्नु न छिटो। टेस्ट गरौँ टेस्ट टेस्ट टेस्ट। दादा पिज्जा अनि कोही खानु मान्नु मलाई एउटा ल्याउनु दिनु न रोकिहाल्यो त्यो अलिकति यो खानुहोस्। किमा नुडल्सको पाला छ। पिरो त यहीँ छ पिरो त यहीँ छ। भिडियो बनाउँछु भन्दै थिएँ म। यहाँ कस्तो राम्रो आइरहेको थियो। यो के अरे फिसको के अरे फिस फिङ्गर मिठो छ। मम्मी चाख्नु एउटै चाख्नु। माछा माछा टिकट फाइनली सकायौँ हामीले रित्तो बनायौँ टेबललाई। ल मम्मीले दियो बाल्नु थाल्नुभयो।
एकचोटि बनाउने ठ्याक्क लगाइदिने ल भयो त्यति किन भन्दा घेरेर पछि भिडियो बन्ने हो त अब खदा लगाइदिनु भाउजूलाई लाइन पर्छ होला मम्मी भाउजूलाई लागि न मम्मी जोडी हुन्छ नि त ल्याउँदै गर हिँड्ने बेला आउँदिनु मेरो पालो अब गर्ने भाउजूले त के हो आफ्नो देवरलाई त स्पेसल गिफ्ट दिनु भएको छ त ठुलो भनेको त ठुलो भनेको त दियो बाली ल दाजु तपाईँ दाजु भयो भने म ठुलाई भन्छु राम्रोसँग जानुहोस् भाइ यात्रा बेसर भयो अरे होइन हो नि जसले त ठुलो भाइ ढोको त खुट्टामा होइन हातमा लिएर बाले यसरी हलाउनु ल have a safe flight to you have a safe flight to you have a safe flight to you ओके काट्नुहोस् काट्नु अनि मम्मीले खुवाइदिनु फर्स्टमा अनि दही खुवाउनु पहिला अनि अर्को साल चाहिँ सँगै लौ यो हो नि त नि खुवाउँदा खुवाउँदै आफू खाइपठायो त यो त भाउजूलाई खुवाइस् के सबैजना जाने ग्रुपहरू है तिनजना जाने ग्रुप तर पालै पालो ट्याक्सी पनि आइहाल्यो रेडी मान्छे रेडी हुँदै हुनुहुन्छ एकदमै धन्यवाद चडक्क लगाएर फेरि हिँड्यो कति वर्ष पछि आउनु भएको थियो अरे 6 वर्ष हो अलमोस्ट 6 वर्ष पछि आउनु भएको अब चाहिँ 2 वर्षमा आइहाल्नु अब त खै 6 महिनामा आइन्छ कि ल 6 महिना आउनु भने झन् हामी वेलकम गर्न आउँछौँ
होइन गाडी मर्दैन भने यो गर्नु न अब हिँड्यो हामी एयरपोर्ट दाजुभाइ दाइलाई पुऱ्याउन हिँडेको आउनु है आउनु है आउनु है आउनु है आउनु है आउनु है आउनु हो हामी हिँड्यौँ नाना र म चाहिँ राम्रोसँग चलाउनु है हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश भयो अब हामी एयरपोर्ट आइसक्यौँ लिपस्टिक देखियो त कति दिनमा जान्छ चाहिँ अबको ठ्याक्कै 12 दिन होला आज कति तारिक आजको 23 तारिक तारिक? थाहा भएन त्यही छैन आज 24 तारिक होला अबको ठ्याक्कै 10 देखि 12 दिनमा फेरि यो कान्छोको पालो आउँछ यो एयरपोर्टमा बहुत मलाई आज टेन्सन दिइराख्नु छ कान्छाको पालो बिर्सन खोजिरहेको छु फेरि सम्झाइराख्नु भएको छ हामी अब छिटो अस्ति भर्खरलाई पुऱ्याउन जस्तो लाग्यो अनि लिन पुऱ्याउन जस्तो अनि फेरि लिन आएको अनि फेरि अब पुऱ्याउने बेला हुनु लाग्यो लिएर आएको क्या नि त्यसलाई पनि हो फेरि जाने बेला आउने बेला नि हुन्छ फेरि जाने बेला अब जाने बेला फेरि आउने बेला दाजुभाइहरू कहाँ आइसक्यो हाम्रो सरहरू कति टाइम लाग्नुहुन्छ होला कि झन्डै सामासँग जानु बाई बाई ल बाई बाई लु इन्ट्री भयो अब कान्छाको त जाने बेला भएको छैन कान्छाको जाने बेला भएको छैन एयरपोर्टबाट फर्केको हतार नगरौँ हतार यसलाई 10 दिन ल 10 दिन बस्ने कालमा अब हामी गयौँ